Hi everyone, welcome back to my YouTube channel and this is my birthday vlog. Happy birthday to me! And so म चाहिँ अहिले नुहाइधुवाइ गरेर सबैहरू रेडी भइसकेँ एन्ड आजको मेरो दिन कसरी जान्छ हेर्नु होला। अब निलम दिदीले मलाई मार्नुहुन्छ बिकज निलम दिदीले मलाई उहिले 7 बजे बोलाएको एन्ड अहिले 9:30 भइसक्यो। एज यु अल नो मेरो बिलभडहरूलाई थाहा छ कि आई एम अलवेज लेट। सो लेट्स and this is my OOTD kurta. This is my OOTD mess guys, mess after केटीहरु रेडी भएपछि यस्तै मेस हुन्छ। आज के हो रे नानीको ह्यापी बर्थडे मेरो मुन्नु 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 चुन्नु यहाँ ह्यापी बर्थडे भनिदिनु त। ह्यापी बर्थडे हाम्रो हजुरआमी चाहिँ यहाँ काम गर्दै हुनुहुन्छ। बाबा चाहिँ जग्गा मिलाउँदै हुनुहुन्छ। हजुरबाले प्याज काट्दै हुनुहुन्छ साँझ मासु पकाउने भनेर। हजुरमम्मीले हजुरबालाई प्याज काट्न सिकाइराख्नु भएको छ। ए ल अब म चाहिँ जान्छु। बाइ बाइ। उ त्यो लग्ने खै सान मम्मीको कसैले ह्यापी बर्थडे कराइमा गएर ह्यापी बर्थडे भनेको के रे बिस्तारामै गएर भन्नुभएको अझ यो लगिदिने ल ल ल बाई बाई। निलम्तीको फोन आइसक्यो। सी गन किल मी फर स्योर। यति ढिलो किन गरेको भन्ने होला तर आइ एम अलवेज लेट आई नो। खेतको बाटो जान्छु बिकज मेरो घर यहीँनिर अनि मामा घर यता मामा घर नि यहीँनिर। ल मेरो भ्लगमा स्वागत छ ढोगरम। ल भाग्यमानी भयो ह्यापी सागा आउनु होला। कहाँ जानुभएको थियो? म त ड्युटी जानु भएको। यस मामा थ्याङ्क यू। इन मामा घर हेर न अब यिनीहरू त लियो लक्की किन ह्यापी बर्थडे भन्दै दिदीलाई हेर्ने। हेलो थ्याङ्क यू थ्याङ्क यू। खै चुप्पा लौ जा। ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु। थ्याङ्क यू। यो उसलाई देखु यो बाख्रालाई के लायो को लायो खै दिदीहरू। सी इज रेडी। ल छिटो जाम। आमा 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 यहाँ फेरि खतरा सट दिनुहुन्छ। भुवन खै भुवन माथि छ। दिदीले टिकटक बनाउने भन्नुभएको साथीहरू। ल टिकटक बनाउनु त यसरी। हजुर देखा तुमको जब से बस देखा तुमको प्यारा तुमसे कोई अच्छा है ना तुमसे कोई प्यारा प्यारा नजरे न फेरो तुम मेरे हो मेरे तुम है। ल अब जे पाइते हुन्छ। ए अब चाहिँ हामी मन्दिरतिर लागेको। के गर्नु 10 बजेको मन्दिर जान्छ। हामी भुवनले स्कुटी लखन त आउने हो। भुवन तर आइहाल्ने हो त्यो स्पिकर बनाएर। हाम्रो भुवन त फेरि आँखै यो पनि यसैको होइन। बाई बाई मोटु। ल के हेर्दै नहेरिकन पुरा सुइसै जानु लाग्यो। के गर्नु भाइहरू हिरो भएछ यस्तै हो। बसौँ। रिच किड दिदीले अब पैसा झिक्न जाने रे। आज के होला जस्तो हो। ल साथीहरू
दिदी चाहिँ पैसा झिक्न जानुभएको अब यस्तै हो कमाउने दिदी भएपछि कुराको टेन्सनै गर्नु पर्दैन ल ल आमा म हजुरलाई पुकी कारहरू देखाउँछु कस्तो नेपाली ल त्यो हाम्रो ब्युटिफुल भागेश्वरी मन्दिर अब यहाँ चाहिँ सुरुमा गणेशजीको पूजा गर्ने पकाडेको हेर न चाहिँ हामीहरू दिदीको क्याम्पस जानु लाग्यो सरस्वती पूजा गर्न दिस इज दिदीको क्याम्पस नेपाल नर्सिङ क्याम्पस नो साह्रै भिड छ क्या साथीहरू दिदीले चाहिँ मलाई बर्थडे सपिङ गरिदिइसक्नु भएको छ हामी चाहिँ केक फ्याक्ट्रीमा केक अर्डर दिन आएको छौँ हामीले चाहिँ यहाँ केकको अर्डर दिइरहेको छौँ अब हामीले जान्छौँ यहाँ फुपूको घर Neelam Didi is buying me a bouquet. Happy birthday भन्दियो न मलाई Happy birthday दिदी भन क्यामेरा देख्यो भने त खुसी हुने रहेछ Thank you. Thank you. तुत्यो छुट्योलाई तुत्यो च्याउ पुऱ्याउन आएको रे आन्टीलाई देखाइदिनु न च्याउ कत्रो हो के च्याउ पनि सिम्बा कस्तो राम्रो पुले यहाँ के हो यो के किन्नु भएको के हो रे यो ल अब हामी यसको अनबक्सिङ गर्नुपर्छ ओए सिजर यहाँ रहेछ हाम्रो फुपू फेरि खत्रै टिकटकर हो टिकटकमा हेर्नु होला प्रेमा राजपूत टिकटकमा फलो गर्नु होला हाम्रो फुपूलाई अब यहाँ अनबक्सिङ गर्नुपर्छ हामीले के गर्नु छोरीहरू भन्दा भदिनीहरू भन्दा फुपू जवान के भन्नु यहाँ फेरि यस्तो खालको पारा सेल्फी स्ट्यान्ड हो जस्तो लाग्यो सिम्बा
यहाँ त्यो थिच्ने छ नि यो थिचे पनि यो खुल्छ चारवटा होइन अनि यो हल्कासम्म यो बन्द हुने मोबाइल ल्याउनु त मोबाइल छोरी भन्दा आमा त अरू नि यहाँ हेर्नु यहाँ टिकटक स्टार्ट अनि मेरो खिच्दिन मान्छे छैन यस्तो गर्ने कि कभर नखाली पनि हुन्छ तर सजिलो हुन्छ है कभर अब यो हाइट तपाईँले यसरी मिलाउनु के गर्ने भन अब यहाँ थिच्नु अनि त्यहाँ फोटो खिच्छ थिच्नु न फोटो खिच्छ हामीहरू चाहिँ हामी पढेको स्कुल जान आँटेको नेपाल मोडल एकाडेमी म त मेरो स्कुलमा आएर यहाँ खानलाई हाम्रो म्यामहरू यता हुनुहुन्छ सानोदेखि पढाउने म्यामहरू हुनुहुन्छ 4 क्लासदेखि नेपाली व्याकरणहरू पढाउनु भएको तपाईँले त 2 क्लासदेखि नै हो जस्तो पढाएको हो साइन्स पढाएको ल के भन्न वेलकम यस्तो स्कुल केही थिएन हेर्नु आजकल त के हो यस्तो स्कुलमा पनि आजकल त यो के पाल्नु भएको रहेछ आजकल त कुट्न पनि पाइन्न अरे हामी त साह्रै कुटाइ खाएर ठुलो भएको हो यो स्कुलबाट आई एम ब्याक टु मामा घर एकछिन मामाहरू बसेर घर जानु पर्यो हाम्रो मामाले कुखुरा पाल्नु भएको कुखुरा किन्ने पे सम्पर्क गर्नु होला एकदम राम्रो कुखुरा छ भुक आज भुक प्रसाद प्रसाद छ मै खाना साँझ बाज मैले हैन ल Happy birthday to you. Happy birthday to you. पर्फिम छ नि पर्फिम ताको केटा भोलि पर्फिम पनि आज नि आले पनि आज म यहाँ के बर्थडेमा पठाइन्छ नि भोलि गर्लफ्रेन्डको लागि भोलि पर्फिम गरिहाल्छ नत्र ओइलाइहाल्छ दुईटा केटीहरुलाई फोन गर्ने कि चारवटा फुल चाहिँ चारवटा केटीहरु ओ यहाँ पर्फिम हजुर नाइ झन् चमेलीको बात छर्दैन यसमा गएर चमेली फुल छ बोल्न पर्दैन हैन फेरि खानुपर्छ क्या सिन्की भन्नु आमा मेरो कपाल के भयो सिन्की ल सिन्की भात म घर कल गर्छु नि सबै हाल्दै फेरि बिकज आई लभ सिन्की हाल्दिए हेर न साथी देखो न गाइस ये चमेली परफ्यूम है आमा कस्तो बास्ना आइसक्यो हेर्नु ड्याडी यो हेर्नु नि मैले यो कोइले नहाले पर्फ्युम हालेर बोनको आँखा हेर्नु फुलमा बुकेटलाई पर्फ्युम हेलो ह्यापी बर्थडे ह्यापी बर्थडे ह्याप्पी लभ चाहिँ यहाँ बुकेसँग फोटो खिच्ने यो कति कराएको हो कि लियो त छ्या ल आमाले चाहिँ यहाँ बुकेसँग घाममा फोटो खिच्ने रे ल ल अब खाना खान्छु म अनि गइहालौँ ल घर ल के बनाउने खसी हाल्ला छि खसी कस्तो मेरो यहाँ के भइरहेको खसी डाल्नु ल यहाँ हेर्नु रोक्नु ल हाम्रो घरको ल हाम्रो घरको पहिलो महिला प्रधानमन्त्री कमला गिरिज्यूलाई मैले फुलको बुके दिएर हस्तान्तरण गर्न उहाँलाई मैले एकदमै उज्जवल भविष्यको शुभकामना सायद आफ्नो कार्यकालको राम्रोसँग काम गर्नलाई भनेर ल ल ताली ताली खाना खाएँ टन्न भयो सिन्की र भात खाएँ अब मामा घर आएर भात नखाने कुरा त हुँदै भएन
यहीँको भात खाइ खाइ हामी यत्रो भएको ल माइजू चट्ट रेडी भएर आइसक्नु भयो यहाँ फोटो खिच्नको लागि मामासँग त्यही बुढेसकालसम्म यस्तो गरेको त माया भने देखा तुमको जब से बस देखा तुमको यारा यहाँ आएर उतरु तपाईँ लाउनु ल अनि मामाले फुल दिने माइजूले फडुवा दिने भनेर होला वाउ ल हाम्री आमा राम्री हुँदै हुनुहुन्छ हाम्री आमा साह्रै नै राम्री छिन् भुवन चाहिँ नुहाएर आउनु अरे अब एक वर्ष भइसक्यो ननुहाएको अब सरस्वती पूजाको मौका कति करायो मामु त कस्तो हो ल म जान्छु आमा बाई बाई साझा आउनु है अहिले आउनु न भन्नुहुन्छ निलम दी जाम किन के काम छ र ल छिटो आउनु है आउनु जाम खेत जाने हो त्यहाँबाट झर्न सक्नुहुन्छ ल त्यही त त्यो खेतदेखि झर्न सक्ने ल जाम अब के I am back to home. पाहुना लिएर आएको छु हजुरको बेस्ट फ्रेन्ड प्रिय मित्र कमला गिरी आउनुभयो लड्दै पढ्दै मम्मी 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 के गर्नु लाग्नु भयो निलम दिले दिएको आमालाई लिएर आए अब बाहिर आउनु भयो सो म चाहिँ घर आइसकेको छु आजको मेरो भिडियोमा सबसे धेरै यो बुके देखिरहेको क्या जस्तो लागिरहेको थ्याङ्क यू निलम दिदी फर दिस बुक है अब चाहिँ बर्थडेको लागि प्रिपरेसन गर्दै गर्नु पर्यो एन्ड आज चाहिँ एकदमै फ्यामिली बर्थडे हेर्नुहुन्छ एउटा ब्राउन फ्यामिलीमा बर्थडे कसरी मनाउँछन् भन्नु यहाँ हाम्रो एकदम बिग फ्यामिली हुनुहुन्छ अनि सबैलाई बोलाएको छु जे सबैलाई इन्भिटेसन गरेको छु अब एक हप्ता मात्र बिदा अनि अब गइहाल्नुपर्छ नि त मलाई काठमाडौँ अनि त्यसैले साँझ हेर्नु होला कति धेरै मान्छे आउँदै हुनुहुन्छ मेरो बर्थडेमा भनेर अनि डेकोरेसन अब मैले आफै त गर्ने होला अरू त को नै हुन त अहिले भुवन र निलमदी पनि आउँछ हेल्प गर्नलाई अनि सुदामदा कान्छु दादा गुन्जनदी आई मिस यु गाइज एकदमै मिस गरिरहेको छु यो मिस गरिरहेको छु भन्दाखेरि पनि दादाहरूलाई नाटक फेके लाग्छ तर आई मिस यु जति यो ब्लगमा भने नि आई मिस यु गाइज हल्का काम पनि सघाइदिनु थियो मम्मीले स्टिलको ढक्कन ल्यायो भने अब यो स्टिल हो कि यो स्टिल हो म त स्योर गाली खान्छु त्यही भएर दुईवटा लगाएको छु हेर गाली खान्छु कि खानु मम्मी कुन रातो कि कालो मम्मी म त मरे दुइटै नरहेछ आज त म गएँ सायद थाली होला कि स्टिलको थाली होला यो होला हेरौँ मम्मी यत्रो हुन्छ ठुलो किसिम छ र म त मरे म त गएँ यो होला यो पनि हेर्नु अरे
अन्त पागल भएको के गराउँथे कुन बर्दन लगाएर यो हो त लास्ट रिक्स लिँदा देख्नुभयो म त भ्लग बनाइरहेको छु अब नातिनीको बर्थडे हो हजुरमम्मीलाई राम्रो बनाइदिने हो रुन्छ अन्त भयो ठिकै भयो अब डेकोरेसनको सामान छ अलिअलि त भइसक्यो अब यहाँ चाहिँ के हो पाहुना आएर यहाँ खाना खान लगाइसक्नुभयो हेर्नुहोस् के दुःख अब यहाँ म बर्थडे प्रिपरेसन गर्दैछु एक्लै भयो कि म त एक्लै यत्रो सिब्लिङ्स भएको मलाई आज यहाँ केही काम लगाइराखेनन् म भुवनलाई कल गर्छु 4 जना छैनन् गुन्जन्दी सुदामदा कान्छु अनि यत्रो त हो नि 2 जना पनि यहाँ त यत्रो दादा ल बेलुन फुलाउँदै होइन अर्को हाम्रो दिदीहरू आन्टीहरू यहाँ नानीहरू रुपैयाँबाट ल्याएको भेल त मलाई कस्तो फोहोर लाग्छ उमाल्नुपर्छ तल गिर खा कि त यति बालुवा हुन्छ खुट्टामा त छैनन् के आफ्नो बर्थडे डेकोरेसनको सेटअपको लागि यो ग्याङलाई कन्ट्याक्ट गर्नु खै कस्तो भयो त्यहाँदेखि बाहा जस्तो लाग्यो होइन ल भन्नु त अर्को साल के गर्ने मेरो बिहा गरिदिने अर्को साल नियाको पढाइसकोस् न पहिला पढाइ हुँदैन नि त 28 वर्षमा गर्ने हो 28 यसको डेकोरेसन चाहिँ यस्तो भएको छ 22 बर्थडे सेटअप चाहिँ यस्तो भयो वेलकम दिदी रेडी हुँदै यसलाई ढोकरम कम यो को के को ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु मी यो मुखै छोपिदिन्छ यो टोपीले को भदै नि अच्छा बाबा ते खुट्टामा पुरा काट्छु पदिगलाई वेलकम वेलकम फुपूले ल्याइ बल्ल बल्ल वेलकम वेलकम फुपू आबो आजी आजी फुपू आबो चाहिँ आउने रहेछ मुख बिगारे मुख बिगारी आज मेरो बर्थडेमा मेरो ठुली फुपू भाउजू सानी फुपू सबै आउनु भएको छ वेलकम छ मेरो बर्थडे पार्टीमा मम्मी चाहिँ लड्डु दिन आउनु भएको हजुर मम्मी सानी आऊ ए जानी आऊ ह्यापी बर्थडे भन दिदीलाई ह्यापी बर्थडे 1 2 3 गो गो ह्यापी बर्थडे नभन्ने यसको फुपू म मेरो फुपू यहाँ फुपूहरूको फुपू अझै आउनु भएको छैन बोलाएको त हो ए अहिले राति आउनुहुन्छ होला कतिवटा फुपू हुन्छ नि यहाँ 4 पुस्ता 1 2 3 4
ल बेबीले केक ल्यायो बेबी यहाँ हेर्नु न यहाँ पार्टीमा भर ओइ केले छि यहाँ हेर्नु नि त्यो ओइ यो मेरो बर्थडेमा के लिएर आयो यस्तो वेडिङको हेलो ओ मेरो भदैनी हेलो यो उठ्दैन जति गरे वेलकम 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 थ्याङ्क यू भ्लग हो हाई भन्नु मेरो भ्लगलाई हजुर बर्थडे गर्लको को हो यहाँ चाहिँ यता चाहिँ मम्मी यता बाबा बर्थडे केकको अनबक्सिङ गरौँ आमा थोरै बिग्रेर रहेछ साथीहरू थोरै ठुलो ठुलो सहरमा सानो हजुर एकछिन ल भित्र रुममा यो चाहिँ बिल्लीले ह्याप्पी बर्थडे मोटु के भन्नु यो बर्थडे हुँदा यस्तो हुन्छ बिहा हुँदा कस्तो होला क्या बिहा हुँदा त अब कस्तो हुन्छ भएपछि थाहा होला न ल दिदीले मलाई यहाँ ड्युटीबाट थ्याङ्क यू ओके बिल्लीले वेलकम छ मेरो भदैनीको बाबालाई वेलकम छ खै चोचो खै निलाउने कस्तो ए म त ढले ढले ढल कसलाई बोलाछ ममाले कसलाई बाबा कहिले आउँछ अरे बुली बाबाले मलाई यत्रो ठुलो पापा ल्याइदिनुहुन्छ तिम्रो बाबाले मलाई यत्रो ठुलो पापा ल्याइदिनुहुन्छ म के ल्याइदिनु नानीलाई के ल्याइदिनुहुन्छ हाई नाना क्राउन ल्याउनु लाग्छ तर लाइन तिम्रो बर्थडेमा अब ल आमा तिमीले किन यसरी हानेको दिदीलाई ल अब भागे अरे थ्याङ्क यू ड्याडी थ्याङ्क यू नानी भान्जी ल अब भागो छिटो पिटेर भागिहाल्ने हो कि त्यहाँ बसेर पिठा खाइन्छ ल फेरि भन्नु न त मेरो बहिनीलाई आज परेको जन्मदिनको धेरै धेरै शुभकामना म दिन चाहन्छु ह्याप्पी बर्थडे बेबी बोय ए के रे दादा त लास्टै हुनुहुन्छ कि ल युट्युबमा नहालेछ यो भिडियो अब पहिला भएको भए भाउजू खोज्थ्यो होला अब यहाँ भाउजू भदिनु भइसक्यो मेरो दादा ह्यान्डसम हुनुहुन्छ कि फेरि होइन एकदम अब दादा पनि सिन्दुर लगाउनु कि सिन्दुर लाउनु अनि म्यारिड हो भन्छ हो हजुर सन्त दा म यतैछु त्यहीँबाट सन्त दा सट्टै ओहो सन्त दा खाइदिनु न दादा
सेतोस बिग्री भर्सेस रियल तपाईँ के बनाउनु त्यही वाला भिडियो कुनबाट हो यहाँबाट हो रोज त छैन त अन्डी गरेको एउटा पनि चम्मच का चम्मच एकदम सही गर्यो काम खत्म भन फटाफट गर्ने टाइम छैन के खनिराम त्यो खै भाँच न आधा यत्रो मुखमा कसरी हाल्नु बटरफ्लाई एडी बोलो गर तपाईँलाई पनि बुधले हालिदिनु भनौँ म पनि छु चक्कु देखाएर तल राखेर त किन लट्किरहेछ भाइ छोरी राम्रोसँग पढ्नु अनि ज्ञानी हुनु कपाल फुलिसकेको थियो आमा जुम गरेर देखाइदिउँ जुम गरेर होइन यो मलाई है त आमा मेरो पैसा गनिराख्ने होइन नि हेर्नु म 500 हेर्छु यिनीहरूले त कुछ यहाँ के भइरह यो मेरो स्यालेरी भन्दा धेरै छ भनेको पैसालाई राम्रो राखे पो पैसा आउँछ नि आमा लक्ष्मीजी हे लक्ष्मी आउनुहोस् हाम्रो दिप्तीकोमा एकैछिन आएर चिया खाएर जानुहोस् हो कि पैसा राम्रो राखेपछि राम्रो पैसा आउँछ हे लक्ष्मी मेरो बिल्लीको स्यालेरीमा धेरै आउनुहोस् धेरै अनि मैले अझै आउने सालदेखि अझै धेरै गिफ्ट पाऊँ हे लक्ष्मी मेरो बर्थडेमा यत्रो आउनुभयो हजुर जग्गर चाहिँ ल ओए मेरो बर्थडेमा सेलिब्रेटी आउनुभयो दयाङ राई ल दयाङ राई फ्रम दराज 17,000 16,500 भएन कहाँ चाहिँ भएन
ल मिलिसक्यो त 16,000 के 16,000 500 थप्दिनु ठुलो दा भइहाल्छ 500 थप्नु अनि ल 16,000 ल ल म मेरो तर्फबाट 500 रुपियाँ ल आमा यो 500 हो 16,500 भयो भन्नु अब भन्नु मोटी 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 ढ्याउसी यहाँ भिडियोमा देखिरहेछ नि फेरि को हो भन्नु यो मोटी मलाई यो मोटीले भन्न पठायो कि नेहा काली कलौटी भन्न पठायो कि मैले यहाँ सानोमी मेरो जन्मदिनमा के भन्न चाहनुहुन्छ मेरो छोरीको उच्च उच्च प्रगति होस् जताततै मेरो छोरीलाई कुनै पनि बाधा अचमाले नहोस्। मेरो छोरीलाई कुल र पितृले आशीर्वाद दिइरहन्। मेरो छोरीलाई हरेक कर्ममा हरेक वातावरणमा सफलता मिलोस्। विकारहरू हटेर जाउन्, सकारहरू बढ्दै जाउन्। परमात्माको धेरै असीम कृपा बनोस्। छोरी भनेको यस्तो हुनुपर्छ भनेर सबैले उदाहरण दिन सक्ने छोरी बनोस्। ओके मेरो छोरीलाई राम्रो होस्, सुख शान्ति होस्। ओके थ्याङ्क यू आमा आमा नाटक टिचर स्टुडेन्ट सब नर्सहरूलाई टिचर नर्स सब ए हल्ला हेर न यो को ए डिप बाई मामा यहाँ देख्यो है भिडियोमा आन्टीलाई पिटेको हेर्नु सब भ्लगमा आउँछ यहाँ यस्तो हल्ला यहाँ ए यता फेरि एमाले रे कतै सूर्य कतै यहाँ चन्द्रमा कतै घन्टी बाई पुकु बाई कुटु कुन्टु जय बाई बाई आजको मेरो बर्थडे भ्लग चाहिँ यही इन्ड भएको छ बाई गाइज त्यता बाई गाइज